साथीहरू के गर्नुहुँदैछ सबैजना अचम्म लाग्यो होला है मेरो उसमा मार्क्स देखेर चाहिँ अब के गर्नु साथीहरू यो मार्क्स लगाएर बनाउँदैछु सर्दी मेरो राम्रो जाती भएको छैन त्यो कारणले गर्दा हो घरमा फेरि सानो नानी छ भदैछ सर्यो भने फेरि राम्रो हुँदैन त्यो स्कुल जान्छ अनि आज त फेरि हस्बेन्डको पनि छुट्टी छ हो अनि त्यो भएर उहाँलाई पनि सर्छ होला भनेर अन्त चाहिँ तपाईँहरूसँग बोल्न मात्रै एकछिन खोलेको हो अनि त्यो भएर म चाहिँ खाना बनाउँदैछु अघिदेखि भिडियो बनाऊँ भनेको पनि मेरोमा टाइम मिलेन अनि त्यो भएर म चाहिँ यहाँ पकाउँदैछु है साथीहरू पकाउँदैछु हो के पकाउँदैछु तपाईँहरूलाई म देखाउँछु नि ल साथीहरू के कम्प्लिट भयो अझै छ पकाउनु पर्ने त्यो भएर ल मेरो चाहिँ फाइनली रेडी भयो यो चाहिँ म चिकनको सुप बनाएको हो मेरो लागि बोइल हस्बेन्डले खानु हुँदैन चिकन अनि यो आलु कचर यो चाहिँ म पनि खान्छु अलिकति आज पिरो खानु मन पर्यो हो अनि यो चाहिँ उसलाई छुर्पीको झोल बनाइदिनु नि त डल्ले हालेर म त यस्तो त सक्दिनँ खानु त मनपर्छ नि के गर्नु हुँदैन हो अनि यो चाहिँ अलवेज दाछियो यो चाहिँ उसको एमा ताछियो उसको चाहिँ यो चाहिँ चिज हालेर हो अनि उसलाई पापड गरिदिएको छु त्यहाँदेखि अन्डा बनाइदियो उसलाई हो अन्तखेरि साथीहरू हामी दुईजनाको चाहिँ यत्रो हुन्छ राइसको भाँडा चाहिँ यहाँ भात पनि बनाइसकेँ यत्रो हुन्छ हाम्रो चाहिँ यत्रोमै बनाउँछु त्यो उहाँको छुट्टी नहुँदा त म एक्लै हुन्छु हो प्रायः उसले ड्युटीमै खान्छ अनि त्यो भएर अब खाना खाएकै साथीहरू ल